नेपाल धेरै नेताहरू भएको देश हो, तर एक यस्तो नेता तपाईले कहीँ पनि भेट्नुहुन्न जो ब्रह्म होइन श्रममा विश्वास गर्छन्। तपाईँ देख्न सक्नुहुन्छ उनी एउटै कपडा लगाएर जहाँ पनि पुगिरहेका हुन्छन्। पूर्वदेखि पश्चिमसम्म उनी हरेक ठाउँ एउटै कपडा लगाएर डुलिरहेका छन्। यस्तो नेता आजको समयमा एकदमै दुर्लभ मानिन्छ, जो भाषण भन्दा पनि माटो पसिना र श्रमको कुरा गरेर कहिल्यै थाक्दैन र मेहनत गरेर मात्र खानुपर्छ भन्ने सोच उहाँको बोलीमा होइन, उहाँको व्यवहारमा देखिन्छ। सङ्कट आउँदा दुलोभित्र लुक्ने होइन, मैदानमा उत्रिने निडर स्वभाव उहाँको पहिचान बनेको छ। मानिसहरूलाई क्रान्ति भनेर उत्तेजित गर्ने होइन, श्रम गरेर पनि परिवर्तन सम्भव छ भनेर देखाउने प्रयास उहाँले गर्नुभयो। त्यसैले उहाँले थालेको अभियान सामान्य राजनीतिक गतिविधि मात्र होइन, यसले संसार बदल्ने सामर्थ्य राख्दछ र संसार यसरी नै बदलिएको हो। त्यसैले उहाँको प्रभाव सामान्य राजनीतिक सीमाभन्दा धेरै माथि देखिन्छ। पूर्वमा देखिएको परिवर्तन, त्यो जनलहर, यो केवल संयोग मात्र होइन, देशैभरि फैलिरहेको छ। यो सङ्केत हो एउटा लिडर इमान्दार भयो भने परिवर्तन अवश्य सम्भव छ, किनकि देश रूपान्तरण गर्न नसक्ने चुनाव कागज र मसीको नाटक मात्रै हो। हामी कहाँ समस्याहरू के छन् भने काम गर्ने भन्दा पनि गफ गर्न सिपालु मानिसहरू देशभक्त कहलिन्छन्। तर यदि संसारभरिको इतिहास केलाएर हेर्ने हो भने देश भाषणले होइन श्रमले बन्छ। देश बदल्ने नेता मेहनती हात लिएर आउनुपर्छ र यो केवल हर्क साम्पाङसँग मात्र सम्भव छ।